5 घण्टा लामो वार्तापछि रासपा सभापति रवि लामिछाने र मेयर बालेन शाह बीच वैकल्पिक शक्ति मिलेर अघि बढ्ने सहमति दुई बीच भएको वार्ता हेर्नुहोस् आजको समाचारमा। केपी ओलीकै निर्वाचन क्षेत्रबाट बालेन शाहले ओलीलाई चुनावमा नहराइकन जितेको मजा नआउने भन्दै झापाबाट निर्वाचन लड्ने सम्भावना त। 9 बुधे मागसहित माइती घरमा अमरण अनसन बसेका निकोलस भुसालको माग पूरा नभएसम्म नहट्ने अडान, प्रधानमन्त्री र गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने भुसालको चेतावनी। सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्ने माग राखेका विप्लव नेतृत्वले 13 बुधे माग 10 दिनभित्र पूरा नगरे सडक सङ्घर्षमा उत्रिने चेतावनी। प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा गगन थापा पक्षका काङ्ग्रेस संसदहरूले हस्ताक्षर नगरेपछि बहुमत कम भएको जानकारी। तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँच आयोगमा गएर बयान दिन नेपाली काङ्ग्रेसका नेताहरूको सुझाव। राप्रपा प्रवक्ता ज्ञानेन्द्र साईले प्रतिनिधि सभा निर्वाचनको लागि 6 वटा क्षेत्रबाट उम्मेदवारी सिफारिस दिएको जानकारी। प्रतिनिधि सभा चुनाव लड्ने भए उम्मेदवारी दर्ताको बेला राजीनामा दिने निर्णय गर्दै कुलमान घिसिङले नयाँ राजनीतिक शक्तिहरू चुनावका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। बलेको चिन्हबाट संयुक्त गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले एकताबद्ध भएर चुनाव लड्ने घोषणा। दुवै पार्टी बीच सुशासन र जेन्जी आन्दोलनको भावना बोकेर एकीकृत मोर्चा बनाउने सहमति। उच्च स्तरीय राजनीतिक संवाद कार्यदल र रासपा बीच केन्द्रीय वनस्थलीमा भेटघाट। छलफलमा कानुन मन्त्री अनिल सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल सहित दुवै पक्षका शीर्ष नेताहरू सहभागी। दर्शक महानुभावहरू नमस्कार। आज मिति पुस 10। देशभर कहाँ के कस्ता घटनाहरू घटे यसबारेमा सम्पूर्ण जानकारी दिनेछौँ। अहिलेसम्म पनि तपाईँहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोला ताकि नयाँ अपडेटका साथ हामी तपाईँहरूमा दैनिक रूपमा उपस्थित हुने गर्दछौँ। आउनुहोस् अब ढिला नगरिकन पुरा समाचारतर्फ लागौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच भेटवार्ता भएको छ। असीम शाहको कार्यालयमा भेटघाट करिब 5 घण्टासम्म चलेको बताइएको छ। भेटमा दुवै नेताले देशको वर्तमान राजनीति, युवाको भूमिका र वैकल्पिक शक्तिको आवश्यकता बारे कुरा गरेको जानकारी पाइएको छ। दुवै पक्षले यो भेटलाई पहिलो आइस ब्रेक भनेका छन् भने अब फेरि पनि भेटघाट गर्ने तयारी चलिरहेको छ। रवि र बालेन मिलेर अगाडि बढ्न सक्ने सम्भावना बारे सकारात्मक कुरा भएको जानकारी पुष्टि भएको छ। दुवै पक्षले छिटै अर्को वार्ता गरेर सहकार्यको टुङ्गो लगाउने संकेत दिएका छन्। यसैबीच मन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा चुनाव लड्ने सम्भावना बारे बताएका छन्। उम्मेदवारी दर्ताको समय आएपछि राजीनामा दिने वा नदिने निर्णय गर्ने उनले बताएका छन्। उनले मन्त्रीको रूपमा जिम्मेवारी पूरा गरिरहेको र सही समयमा निर्णय लिन स्पष्ट पारेका छन् भने पत्रकार सम्मेलनमा उनले 100 दिनको उपलब्धि पनि सार्वजनिक गरेका छन्। कुलमान घिसिङले नयाँ राजनीतिक शक्तिहरूसँग मिलेर चुनावमा जानुपर्ने बताए साथै एक्लै देश चलाउन नसकिने भन्दै सहकार्य आवश्यक भएको उनले बताएका छन्। त्यसैगरी विप्लव नेतृत्वको माओवादीले सरकार भङ्ग पार्न माग गरेको छ। उनले राष्ट्रपतिलाई ज्ञानपत्र बुझाउँदै नयाँ सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएका छन्। विप्लवले जेन्जी आन्दोलनको क्रममा भएको घटना निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् भने भ्रष्टाचार छानबिनका लागि उच्च स्तरीय नागरिक आयोग गठनको माग पनि गरेका छन्। 13 बुधे माग 10 दिनभित्र पूरा नभए सडक सङ्घर्षमा जाने चेतावनी समेत दिए साथै संविधान संशोधन र राजनीतिक सुधार आवश्यक भएको पनि उनले बताएका छन्। त्यसैगरी निकोलस भुसाल माइती घर मण्डलामा अमरण अनसन बसेका छन्। उनले 9 बुधा माग राख्दै माग पूरा नभएसम्म नहट्ने अडान लिए साथै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत राखेका छन्। साथै जेन्जी आन्दोलनमा पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने भन्दै भुसालले राजनीतिक प्रणालीमा सुधार नगरे देशको समस्या झनै बढ्ने चेतावनी दिएका छन्। माग नसुने आन्दोलन झनै कडा हुने चेतावनी दिँदै उनले अनसनमा बसेको बताएका छन्। हस्त दर्शकबिन आजको समाचार भने यति नै रहेको छ। धन्यवाद।